यो चाहिँ खासमा मार्च महिनाको सिन हो है। ल हेर्नु त यो ठाउँ अहिले यस्तो छ। हिउँद महिनामा रुखहरूमा खासै पातहरू नभए पनि जे होस् त्यहाँको केही रुखहरूमा चाहिँ सदाबहार हरियाली रहँदो रहेछ र जमिनहरू एकदम नेपालको तराईको फाँटहरू जस्तो छ र चारकोसी झाडीमा रहेका जङ्गलहरू जस्तो ठाउँमा घनघोर जङ्गलहरू छ। केही ठाउँमा बस्तीहरू पनि बाक्लै छ। घरहरू त्यति ठुला देखिँदैनन्, साना घरहरू छन्, एक तले दुई तलेसम्मका। तर सानाहरू हेर्ने हो भने चाहिँ लगभग सबैको नेपालको पहाडी इलाकामा रहने घरहरू यस्तो साना देखियो। राम्रो छ, सुन्दर छ यी ठाउँहरू। हेर्दा एकदम रमाइलो, आफूलाई जो नयाँ ठाउँ भए पनि हेर्दा चाहिँ रमाइलो, राम्रो लाग्यो। यो ठाउँमा सायद यहाँको मान्छेहरूलाई पनि राम्रो छ होला यहाँ जीवनयापन गर्नको लागि। अब हिउँ पर्ने समयमा, जाडोको समयमा चाहिँ के कस्तो हुन्छ यो ठाउँमा खासै थाहा भएन। म तपाईँहरूलाई जब जाडो लाग्ने छ, हिउँ पर्ने छ त्यस समयमा यो भेगको ठ्याक्कै यही ठाउँको नभनौँ, तर यो देशभित्रको हावापानी र यो वातावरण कस्तो रहन्छ भनेर म अर्को अगाडिको पाठमा देखाउँदैछु। ल हेर्नु त, जङ्गलहरू यस्तो राम्रो छ। अब हेरौँ यता। अब म चाहिँ यो अहिले चाहिँ यो जनवरीको महिना हो होइन। जनवरीमा चाहिँ यस्तो छ, हिउँ परेर बाटो पुरै हिउँले ढाकिएको छ। बाटो सफा गरेर मात्रै गाडी हिँड्न सक्ने बनाएको छ। जताततै सेतै हिउँ छ। जहाँ हेऱ्यो घरको छाना हेऱ्यो, घरको छाना भई हिउँ छ। भुइँमा हेऱ्यो, भुइँमा हिउँ छ। त्यो हिउँले अब हाम्रो नेपालमा चाहिँ अब बर्खामा पानी पर्यो र कच्ची सडकहरू छन् भने माटोको हिलोले हिँडी नसक्नु हुन्छ, हिलो हुन्छ, फोहोरो हुन्छ भने यहाँ चाहिँ हिउँ जमेर अनि त्यो हिउँ पगार्नको लागि के छर्दो रहेछ। त्यो केमिकलले अथवा पानीले गर्दा हिउँ गलेर अनि बाटोको वराखेर हिलो हुँदो रहेछ है। अब यही कुरालाई अलिकति नेपालसँग दाँजेर हेर्ने हो भने यही ठाउँमा हिलो हुन्थ्यो भने ओहो कति नराम्रो, कति फोहोरो भन्ने हुन्थ्यो होला है। तर यहाँ चाहिँ यो हिउँको फोहोरोलाई खासै मान्छेहरूले त्यति नराम्रो नलिएको रहेछ। किनकि अब हिउँ हुन्छ, यो हेर्दै सुन्दर देखिएको छ है हरेक ठाउँमा। अब पहिला हामी हिउँद महिनामा यो जाडो सकिएर आउँदा चाहिँ यिनै ठाउँहरू कति सुक्खा थियो होइन। रुखहरूमा पातहरू थिएन, कोही रुखहरू मात्रै हरियो देखिन्थ्यो अनि धेरै रुखहरू सात बिनाको थियो। मौसम जाडोको कारणले गर्दा रुखहरूमा पानी छैन, तर पातहरू त छैन है। तर केही रुखहरूमा पात पनि छ, तर ती पातहरूमा भने खाली रुखहरूमा पनि हिउँले छोपेको छ। रुखको हरेक हाँगाहरूमा, बोटहरूमा हिउँ जमेको देखिन्छ। यो भिडियोमा त खासै देखेको छैन, जो जमिनमा देखेको छ त्यही मात्र देखिन्छ, त्यो रुखहरूको देखिँदैन। ल हेर्नु न, त्यो समतल भूभागहरूमा कुनै ठाउँमा एकदम बाक्लो हिउँ देखेको छ भने कुनै ठाउँमा पातलो देखेको छ। यो चाहिँ खै के कारणले यस्तो हिउँ बसेको पनि कोही ठाउँमा आखिर पर्दा त त्यही एकै नासले पर्छ होला, तर कोही ठाउँमा बाक्लो देखिन्छ, कोही ठाउँमा चाहिँ गलिसकेको पातलो छ। रोकेर राखेको गाडीहरूमा हरेक गाडीहरू हिउँले ढाकेको देखिन्छ है। अब यता चाहिँ हाम्रो यसपछि हाम्रो चाहिँ आउँछ, अब हाम्रो ब्रिगेडियर हाउस आउँछ है। हेर्नुहोस्, हाम्रो यो चोकदेखि उताबाट आउँदैछ होइन। अब हामी चाहिँ यहाँदेखि सिधा लेफ्ट नै लाग्छौँ होइन। यो लेफ्ट लागिसकेपछि हाम्रो हेड क्वार्टर
जाने ठाउँ है यो हाम्रो हेडक्वार्टर जाने ठाउँ। यहाँबाट लोक होइन, यताबाट गाडी आउँदैछ। अब हामी साइड दिँदैछौँ अनि अब हामी बिस्तारै गाडीको लाइन खाली भएपछि आफ्नो ट्र्याक पक्रेर अगाडि बढ्छौँ। ल हेर्नु त जमिन खासमा जति पनि खुल्ला देखेको छ नि, यहाँ चाहिँ खेतीको समयमा गहुँ र जौ अनि तोरीको खेती गरिन्छ होइन। अहिले चाहिँ खाली छ, हिउँले ढपक्कै छोपेको छ है। पछि चाहिँ खेतीको सिजन अब लगभग अहिले जनवरी भयो होइन, मार्च अप्रिलतिर चाहिँ लगभग हिउँ सकिन्छ नि त। अनि खेती गर्ने ठाउँहरूमा गहुँ छर्दो रहेछ, आलु अनि तोरी यिनीहरू लगाउँदो रहेछ होइन। यो गहुँ जौ र तोरीको खेती पनि राम्रो हुँदो रहेछ यहाँ। तर यहाँ चाहिँ नेपालमा यस्तो सानो गरा सानो पाटाहरू नहुँदो रहेछ, ठुलो हुँदो रहेछ होइन। लगभग अब नेपालमा 10 बिघा 15 बिघा भन्छ नि, त्यति बराबरको त एउटा यहाँ खेत जस्तो हुँदो रहेछ। किनकि यहाँ हरेक कुरा अब गाडीले अनि यहाँको सिँचाइ, औषधि, मल अथवा बिउहरू जोत्ने बेलामा, रोप्ने बेलामा, छर्ने बेलामा हरेक चिज चाहिँ मेसिनबाट गर्ने भएकोले ठुलो हुँदो रहेछ होइन। अब हाम्रो नेपालमा त मान्छेले अथवा हातले गर्नेहरू सानो हुन्छ, त्यस राम्रो छ यो ठाउँ चाहिँ। रमाइलो छ ठाउँहरू, रमाइलो छ। घरहरू चाहिँ यो सानो मात्रै छैन, ठुलो छैन, सबै 2 तला धेरै नै 3 तलासम्मको छ। अरू त्यस्तो खासै केही छैन। तर नयाँ ठाउँ हो, हामी चाहिँ बसिरहेको ठाउँ हो। मलाई रमाइलो लाग्यो यो ठाउँ। अझै हिउँ त पर्नै बाँकी छ होइन। यो त हल्का हिउँ परेको बेलामा थियो, अझै बढी हिउँ परेको बेलामा आयो भने त सायद यता पनि बाटो हिउँ हुन्छ होला। अझै जाडो सिजन त आउनै छ, बढी नै छ। अहिले -9-10 छ। अब अस्ति गएको हप्ता चाहिँ -13-14सम्म पनि थियो। अझै कतिसम्म हुन्छ थाहा छैन। तर हिउँ पर्दा चाहिँ खासै जाडो हुँदैन रहेछ। हिउँ पर्दा न्यानो हुन्छ, किनकि हिउँ झर्ने बेलामा चाहिँ हावा चल्दैन नि त, अनि त्यही भएर न्यानो नै हुन्छ। पछि चाहिँ हावा चल्यो भने चिसो बढ्दै जाँदो रहेछ होइन। यो रुखहरू अहिले हिउँ पर्नुभन्दा अगाडि सबै पात झरेर नाङ्गै हुन्छ। अनि हिउँ पर्न छोडिसकेपछि पहिला यी रुखहरूमा फुल फुल्ने रुखहरू फुल्न सुरु गर्छन् अनि पात पनि सँगै पलाउँछ। फुल्नु र पात पलाउनु सँगसँगै जस्तो हुन्छ। हरेक रुखहरू, फुल्ने रुखहरू पहिला ढकमक्क फुल्छन् अनि मात्रै पात पलाउँछ। यहाँ चाहिँ त्यस्तो छ। हाम्रो नेपालको हावापानी चाहिँ के छ भन्दा पहिला पातहरू पलाउँछ अनि फुल्छन्। यस्तो छ, राम्रो छ, रमाइलो छ ठाउँहरू हेर्नलाई। बाटोमा रोकेर हेर्न, फोटोसोटो खिच्न त पाइएन, तर मैले यसो भिडियो बनाएको पछि यसो ठाउँहरू हेर्नुहुन्छ, यस्तो पनि थियो नि ठाउँहरू भनेर हेर्नुहुन्छ, सम्झनुहुन्छ भनेर बनाएको हो। अब यस्तो अवसरहरू पछि पनि आउँछन्। तर यस्तो अहिलेको जो हिउँ परेर बाहिर राम्रो देखेपछि वातावरण नआउन पनि सक्छ पछि। यस्तो रमाइलो छ। बाटोहरू त्यस्तै छ, सफा छ बाटो चाहिँ, किनकि बाटोमा सफा गर्दो रहेछ गाडी लगाएर। अनि डाइरेक्ट चाहिँ हुन्छ कतै यस्तो छ, बिजोग छ।
अब त्यसले गर्नुहुन्छ भने मान्छेहरू बसोबासो बाँच्छ होइन। तर यो जाडो ठाउँमा चाहिँ यो गरिब परिवारको मान्छे छ भने चाहिँ गाह्रो छ है। यो ठाउँमा यदि जङ्गल युद्ध गर्नु पऱ्यो अथवा लडाइँ भयो भने चाहिँ एकदमै गाह्रो हुन्छ है, गाह्रो हुन्छ यो ठाउँमा बाँच्नलाई। किनकि बाहिरको वातावरण एकदमै चिसो छ, बाहिर बसेर युद्ध गर्न सक्ने अवस्था छैन। युद्ध भनेको एक दुई दिनमा बाहिर बसेर गर्न सक्ने युद्ध लामो समयसम्म सक्छ। यस्तो चिसोमा बाहिर बसेर मान्छे बाँच्न सक्दैन, रहन सक्दैन। त्यसैले गाह्रो छ। सबै खाली ठाउँ हो होइन, खाली ठाउँ देखेको सम्म सबै खाली ठाउँ छ। हिउँ परेको छ, राम्रो देखेको छ हेर्दा चाहिँ। तर यहाँ जीवनयापन चाहिँ गाह्रो छ। यो हिउँ परेको समयमा अत्यन्तै चिसो हुन्छ। बाहिर हिँडडुल गर्नलाई न्यानो लुगा चाहियो, बस्नको लागि घरहरू त्यस्तै खालको चाहियो। घरमा तातो गराउनको लागि हिटर चलाउनै पर्ने हुन्छ। हिटर बिना चाहिँ यहाँको घरहरू बस्नुको हुँदैन, अत्यन्तै चिसो गाह्रो छ। यो रुख चाहिँ खासमा सधैँ हरियो रहेछ होइन, पात कहिले पनि नझर्ने रहेछ। त यो सानो सानो घरहरू छ, चिटिक्क परेको होइन, राम्रो छ। तर यो घरको बाहिरबाट हेर्दा यस्तो छ कि भित्र चाहिँ राम्रो हुन्छ, धेरै राम्रो हुन्छ। भित्र चाहिँ सजाएको हुन्छ, कति राम्रो नि यो घरहरू बनाएको कति राम्रो। यो चाहिँ हाम्रो हेडक्वार्टर हो। हामी चाहिँ उता परबाट घुमेर आउँछौँ है। यो बाटो सिधा बाटो छैन कि उता परबाट भित्र घुमेर आउनुपर्छ है। हाम्रो गाडी चाहिँ उता घुमेर आउँछौँ है। अब हाम्रो हेडक्वार्टर त देखिहाल्यो, त्यही हो, पर बाटो घुमेर आउनुपर्छ है। हाम्रो गाडीहरू चाहिँ मेन बाटोबाट छिर्न मिल्दैन, पर जानुपर्छ है। यो हाम्रो चाहिँ कम्पनी, यहाँ चाहिँ एउटा कम्पनी छ यहाँ चाहिँ होइन। उता प्लगिङहरू उता बस्छ, अर्को सेक्सन चाहिँ कहाँ परेछ, त्यो सेक्सनबाट घुमेर आउनुपर्छ। सेटबाक हुँदै गाह्रो छ है, ठाउँको हेर्दा चाहिँ अरूलाई राम्रो लाग्छ। तर यहाँको जीवनयापन गाह्रो छ है।